हेलो गाइजहरु फेरि पनि तपाईहरुलाई स्वागत छ अनि आजको नयाँ ब्लग के हो भन्दाखेरि आज मोमो बनाउने र खाने हाम्रो मोमो कस्तो छ के छ ल हेर्नुस् आज हाम्रो ब्लग घरमा यस्तो छ रेडी बस्छ मासु ल्याइसकेको छ अनि मैले चाहिँ यहाँ पिठो मुसिसकेको छ हैन साथी हो पिठो मुसिसकेको छ ड्याङका ड्याङ मोमो बनाउने हो फ्यामिलीहरु यस्तो छ हालत मोमो खाने भनेको जाडोले खरकत कत 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 घामेर आइरहन्छ जाडोले यिनीहरूले के गर्दैछ हैन यस्तो छ अस्ति नै गरे हैन त उसले ब्लेन्डरले खोइ कस्तो भएछ आम्मा गाइजहरु किमा त बवालै भएछ हौ यस्तरी नै हुन्छ तपाईहरुले सिक्यो है कसरी गर्नुपर्छ भनेर तपाईले मलाई खानी पाइसक्नु भयो होला कसरी गर्दै रहेछ लागा पानी धेरै भयो क्या हो पानी धेरै भयो भने बर्बाद हुन्छ धेरै त हैन थोरै हाल्नुपर्छ अलिकति होला अनि साथी हो यस्तै छ हैन अब पिठो रेडी भइसकेको छ यस्तो गरेपछि यहाँ छोपिराख्नु पर्छ यसरी टक्क लाएर छोप्नुपर्छ हैन अनि छोपेर 5 मिनेट जति 10 मिनेट जति राख्नुपर्छ टक्क लाएर दामी हुन्छ मोमोको पिठो वाह किमा रेडी है साथी किमा रेडी किमा रेडी मसला रेडी गरिसकेको छ हैन अब मैले यहाँ पिठो रेडी गरिसकेको छ मेरो बेबी पनि उठ्यो है छाने आज मोमो खाने हो मोमो खाने हो भर्खर उठेर चाहिँ रुको के फेरि यो चाहिँ यस्तो रुन्छ के फेरि उठेपछि चाहिँ पुरा रुइदिन्छ के यो चाहिँ है अनि रुइदिन्छ के यो चाहिँ खतरा रुइदिन्छ फेरि मामी गरेर रुइदिन्छ हेलो गाइजहरु अनि सबै कुरा भइसकेको छ अब हामी मोमो बनाउने तर्फतिर लागिरहेछ अनि मोमो बनाउने रेडी पनि भइसक्यो सबै कुरामा हुन्छ त्यस्तो भयो हुन्छ टक्क लाएर सब काम रेडी भइसकेको छ है छैन हामी मोमो खाने है मेरो मोमो खाने पनि खुसी पनि भएको छ साथी हो बबाल आज बबाल खाने छ हामी मोमो हैन हाम्रो फ्यामिली सानो फ्यामिलीको प्रेम अनि सानो फ्यामिली माया मेरो सानो फ्यामिलीले धेरै धेरै माया छ आज के हेर्नु साथी है यसरी बनाउनु पर्छ अनि टक्क लाएर घरमा आफ्नो घरमा खाने तरिकाले मोमो फाइनली साथीहरू हाम्रो मोमो रेडी भएछ पुरै 3 क्यारेट चाहिँ ट्याक्क लाएर बनाइदिइसकेको छ हामीले ट्याक्क साथीहरूले झोल सुप मेरो वाइफले सुप बनाउँदैछ त्यहाँ पुरै हो बवाल तरिकाले फाइनली मेरो मोमो पाकेर पनि मैले बलमा हालिसकेको छु मुखबाट थुक पनि आइसकेको छ साथीहरू अब खानालाई एकदम मातिरहेको छु म हैन अब यतिखेर अब भ्लग बनाउनुतिर पनि जानु पर्यो अनि खानु पनि पर्यो हैन अब कस्तो भयो के भयो मेरो फ्यामिलीले पनि सोध्दैछु मोमो के भयो कसो भयो हैन साथी हो सबैजनाले हेरेर साथ दिनु होला है त अब म हेर्नु है मोमो देखाउन जान लागिराखेको छु तपाईहरुलाई हेर्नु होला हेलो गाइजहरु मोमो कस्तो भयो मोमो कस्तो भयो खाएको छैन खाएर स्वाद दिनुस् त आज मेरो फ्यामिली सँगै बसेर यसरी मोमो खाँदैछौँ है मोमो कस्तो भयो भन्नुस् त हेलो मोमो कस्तो भयो छोरा मिठो छ मेरो फ्यामिलीको लागि भन्नुस् त डिटेल्स के छ मिठो छ एकदम नानी मोमो कस्तो छ बाबु मोमो कस्तो छ यता हेर्नुस् न मोमो चाहिँ यस्तो छ है साथीहरू ल गाइजहरु हैन मोमो यस्तो छ पुरै मैले हैन खत्रै गरेर खिचिदिएको छु ल हेर्नुस् यहाँ मोमो अचार साथमा टक्क लाएर चोप्ने क्वाप्प खाने ठिक छ नि मेरो वाइफ गुड मेरो छोरा गुड मोमो एकदम राम्रो छ वाउ फाइनली गाइजहरु हैन अब मेरो तालिन्छ मेरो फ्यामिली यति नै हो एकजना बुवा उता हुनुहुन्छ अब म पनि खान्छु के कस्तो छ म डिटेल्स दिन्छु मिठै भइसकेको छ मुखबाट थुक मात्रै आउँछ म भ्लग बनाउन लागेको भएर खाएको छैन अब म पनि खान्छु ओके फाइनली भिडियोहरू सबै तपाईहरुको लागि ल्याउँदैछ यो भिडियो हेर्नु होला अनि
के भन्न चाहन्छु भने मैले गरेको यो भ्लगमा अनि फ्यामिली एउटा सानो खुसी, सानो एउटा रमाउने अनि सानो एउटा रमाहाट भनौँ न होइन। अनि आज हाम्रो फ्यामिलीमा एकदम खुसी छ। खुसी छैन त आज मोमो खाएकोमा चिसो महिनामा? खुसी छ। ओके, सबैले बाई बाई गरिदिनु। हेलो बाई बाई छ भनिदिनु सबैलाई। बाई बाई गाइस। ल अब यो गाइज र अब भ्लग यतिकै राख्नेछौँ। फाइनली भइहाल्यो। अब तपाईँहरूले पनि घरमा बनाएर खान सक्नुहुन्छ अनि सबैले बनाएर खान सकिहाल्छ। अब यो भनेको एउटा मिठो फ्यामिली परिवारको एउटा खुसी हो। ल यति नै भन्दै मेरो भ्लगलाई यहाँ अन्त्य गर्न चाहन्छु। सबैले एकचोटि फेरि बाई बाई अनि लाइक सेयर गरिदिनु भनेर सबैले भनिदिनुहोस् त। लाइक कमेन्ट सेयर गरिदिनु होला। मेरो फ्यामिलीको तर्फबाट पनि भनिसकेको छ, म पनि फेरि भनिसकेको छ। तपाईँहरूले गर्नुहोस् है। ओके बाई। ल साथीहरू यतिकै भ्लग राख्दै म अन्त्य गर्न चाहन्छु। सबैलाई धन्यवाद मेरो भ्लग हेरिराख्नुहुने सम्पूर्ण साथीभाइहरूलाई भन्दै अब म बिदा चाहन्छु सबैको लागि। बाई बाई।